आज मेरी आमाको दागबत्ती दिइँदैछ र म 50 तले भवनको टुप्पामा क्रेन चलाइरहेको छु। फोन आयो। आमा बित्नुभयो, छिटो आइज। मैले टिकट खोजेँ। भिसाको समस्या, पैसाको समस्या, कम्पनीले बिदा दिएन। गाउँमा सबैले सोधे, जेठो छोरो कहाँ छ? कसैसँग जवाफ थिएन। आमाको मुखमा आगो दिने पहिलो हक मेरो थियो, तर त्यो हात आज यहाँ तातो फलामको लिभरमा कापिरहेको छ। म रोएको कसैले देखेन। यहाँको मेसिनको आवाज यति ठुलो छ, मेरो सुक्क सुक्क कसैले सुनेन। मरुभूमिको यो घाममा आँसु पनि सुक्छ। दुःख मनाउने फुर्सद पनि यहाँ विलासिता हो। मैले आमाको अन्तिम हात समात्ने मौका एउटा तलबसँग साटे। त्यो तलब जुन नगुमाई मलाई सुखै छैन। तर यो कथा मेरो होइन। यो त विदेशको कुनै साइटमा काम गर्ने दाइले पठाएको कन्फेसन हो। आमाको काजक्रिया पनि गर्न नपाएका हजारौं छोराहरूको प्रतिनिधि आवाज। तपाईँ जसलाई रेमिट्यान्स भनेर मात्र चिन्नुहुन्छ नि, त्यो पैसाको पछाडि नआएको कति दागबत्ती, नरोइएको कति आँसु छन् थाहा छ?